हेलो नमस्ते साथीहरू, यहाँहरूलाई स्वागत छ। आज चाहिँ हामी डे 4 को फाइनेन्सियल लिटरेसीको च्यालेन्जमा रहेका छौँ र आज चाहिँ एकदम धेरै इम्पोर्टेन्ट र बेसिक जो पनि पर्सन एकदम सक्सेसफुल हुनुभएको छ, जो इन्भेस्टरहरू सक्सेसफुल हुनुभएको छ अथवा वेल्दी पर्सनहरू हुनुभएको छ, यो कुरा चाहिँ उहाँहरूमा एकदम लागू भएको मैले देखेको पनि छु, उहाँहरूको भिडियोहरू हेरेको छु, सुनेको छु र आज तपाईँहरूसँग पनि सेयर गर्न मन लाग्यो। र यो कुरा चाहिँ मैले पनि आफ्नो रियल लाइफमा इम्प्लिमेन्ट गर्न खोजेको पनि छु र मैले एनालाइज गर्दा पनि मेनली हो पनि जस्तो मलाई लाग्छ। एकदम यो चाहिँ एकदम रियल लाइफ, यो एकदम बेसिक हो, तर हामी सिम्पल कुरामा नै अड्किरहेका हुन्छौँ र अब ढिला नगरिकन यसको बारेमा बुझ्ने गर्ने। यो कुरा मैले एउटा बुकमा पढेको हो र यो बुकको नाम रहेको छ रिचेस्ट म्यान इन बेबिलोन र त्यसमा एउटा कन्सेप्ट लेखिएको छ। तपाईँले चाहिँ जति पनि आफ्नो पैसा कमाउनुहुन्छ, महिनामा अर्न गर्नुहुन्छ, त्यसको 10% 1/10 भाग चाहिँ सबैभन्दा पहिला आफूलाई एलोकेट गर्नुहोस्। भनेको मतलब इन्भेस्टमेन्टको लागि एलोकेट गर्नुहोस्। हाम्रो बानी के हुन्छ, 80% पर्सनको जब तपाईँको मन्थली स्यालेरी आउँछ, हामी हाम्रो एक्सपेन्डिचर, रेन्ट, खाना, क्लोथ्स के चाहियो हाम्रो सब हटाएर राख्छौँ र बाँकी केही बच्दैन। अनि इन्भेस्ट गर्नुहुन्छ कहाँ, अर्निङ सोर्स आउँछ कहाँबाट। सो सबैभन्दा पहिला चाहिँ हामीले आफूलाई पे गर्नु पर्यो। पे योर सेल्फ फर्स्ट। यो चाहिँ तपाईँले बिहान बिहान ब्रस गर्दाखेरि जसरी अनकन्सियसली गरिराख्नुहुन्छ नि, त्यस्तो ह्याबिट बनाउनु पर्यो। यसले चाहिँ पक्कै पनि तपाईँलाई एउटा डिसिप्लिनमा राख्छ, प्लस तपाईँको लागि अब एउटा रेभेन्यू जेनेरेट गर्ने सोर्स बन्छ। यो इन्भेस्टमेन्टलाई चाहिँ तपाईँले यसरी इम्प्लिमेन्ट गर्नुहोस् कि यसले मल्टिपल सोर्सेसहरू आओस्। यो पैसा एकुमुलेट गरेर तपाईँले इन्भेस्टमेन्टमा लगाउन सक्नुहुन्छ। आफूलाई धेरै इन्भेस्टमेन्टको राम्रो ज्ञान छैन भने अहिले धेरै इन्भेस्टमेन्ट कम्पनीजहरू छन्, पोर्टफोलियो म्यानेजमेन्ट प्रोभाइड गर्नेहरू छन्, अथवा आफै सिक्नुहोस्। सक्नुहुन्न भने कन्सल्टेन्ट सिएहरू हायर गर्नुहोस्, उहाँहरूसँग एडभाइस लिनुहोस्। थोरै उहाँहरूलाई चार्ज दिनुहोस्, तर उहाँसँग एडभाइस लिएर त्यो पैसालाई चाहिँ आफ्नो प्यासिभ इन्कम आउने सोर्स पनि बनाउनुहोस्। तपाईँको एउटा आफ्नो रेगुलर इन्कम त आयो र त्यसपछिको प्यासिभ इन्कम पनि आयो, जसले चाहिँ तपाईँलाई सस्टेन गर्न एकदमै हेल्प गर्छ। सो लिटरली यो चाहिँ एकदमै बेसिक सिम्पल कन्सेप्ट हो, तर 90% पर्सनहरूले चाहिँ यसलाई फलो गरेको देखिँदैन। र यो ह्याबिट चाहिँ मैले पनि पुरा गरौँ भनेर मैले पनि यसलाई चाहिँ च्यालेन्जको रूपमा राखेको छु र प्र्याक्टिस पनि गर्न थालेको छु रियल लाइफमा। सो गाइज, होप यु अल्सो डु इट र कमेन्ट गर्नुहोस् यदि तपाईँले पनि गर्नुभएको छ अथवा गर्ने प्लानमा हुनुहुन्छ। धन्यवाद।